आजको यात्रा माटीखानतिर हाम्रो राम राजु मामे ओ कालु ओ राजा मन्त्री साहब ए केटाहरु कति ढिलो गरिदिएको यार लास्टै ढिलो गरिदिने यार थैट यार ठिक छ यार लास्टै ढिलो यार डाक्टर यार थैट यिनीहरूलाई कम मैले अघिदेखिबाट निकालेको यो यार यस्तो ढिलो गरिदिने यार थैट आफ्टर लङ टाइम यार ए गाडी रिजर्भ गरेर आएको छ केटाहरु ठिक छ ठिक छ ल हेभीवेटलाई राख अब रामसालाई गाडी राख्नु पर्यो कसलाई राख्ने हो र यो हेभीवेटलाई राख के म एक्लै जान्छु अब कस्तो एक्लै जाने गाडी यहाँ कहाँ सबै हुन्छ नि जन एउटा पातुलोलाई राख्ने हो नि त यार मट्टीखान जाने क्रममा पोखराको दृश्य यस्तो है साथीहरू नाइट भ्यू राम फेरि खोज्नु जानु पर्ला तर घर त खतरा ये राति उठेर आउँथी सेतो कपडा यही गुणको त चिकाउनु पर्ने उल्टा खुट्टा लिएर अरे मेरो छोरा तम त धेरै वर्षपछि आकी है नि भनेन के हार्ने हो त नि कथाइ त नि इन्त सकिरहरु भयो कबिरहरु वाट अ लभली भ्यू यार बाबा पोखराको यहाँबाट है भवाल देखेको यार तपाईँको भन्नु पर्दाखेरि यो चाहिँ हाम्रो के भन्छ अरे यो शान्ति स्तूपा होइन शिवमूर्ति के शिवमूर्ति त यता होला नि यता यता हो यो हो के ए हो र यार शान्ति स्तूपा त तलतिर पो रहेछ यता तल रहेछ के हो सही हो सही बात उता त सराङकोट होला नि अनि त्यसको मुनि मुनि ऊ हाइवे ऊ गाडी हिँड्ने छ ऊ त्यही त अनि बाटो तर जाने बुढी हो के सही बात हामी आइयो मट्टीखानको होमस्टेमा गाडी फर्काउनु मिल्ने ठाउँ छ नि मिल्छ गाडी फर्काउन नि मिल्छ टेके दाई मगर दाई कालु राम आइयो और पानी कम्युनिटी होमस्टे फेदी खोला एक मट्टीखान फेदी खोलै पर्दो रहेछ के स्याङ्जा पर्दो रहेछ नि मट्टीखान त छोटा के भयो गुरुजी गाडी साइड लगाउनु लाग्यो मैले भने त के त चाका ल्याऊ मैले ज्यान उता हाल्नु टाउ उता हाल्नु भने त गने त ज्यान लिएर उता कटा यहाँ 3 सुन्छ फेरि छोइसकेपछि सरी भन्ने हो र छोइसकेपछि सरी भन्ने हो पैसा नै चल्ता लग गया होमस्टे तरफ लाग्दै आइयो होइन आइयो ए होमस्टे नम्बर 2 यो होमस्टे नम्बर 2 घर नम्बर 2 त्यही होमस्टे नम्बर 2 अब यो हो कि होइन अब भाले काटेछ भने थाहा भइहाल्छ नि हामी त भाले काट भनिरहेछ नि त पहिले 2 र 3 यही हो अरे वाह बहुत बढ़िया यार बहुत बढ़िया लग रहा है यार लड़के लोग भी ऐसा चुआक लग रहा है ना पूरा होमस्टे नम्बर 2 मट्टीखानमा खानपिन कार्यक्रम सुरु भयो टेके दाई हजुर कस्तो भइरहेछ रमाइलो भयो अब एकछिन पछि रमाइलो सुरु हुन्छ के ल मामे ल मेरो एकदम अर्ग्यानिक गाउँको मुला गाडा एकदम
ल बिरामी मान्छे आएको ताप्दैछु है ल त्यति मात्रै छ कि होमस्टेको नानी राजा कहाँ छ म यही छु ए, ल्याइस कतिवटा ल्याइस त नि 5 वटा 6 वटा कतिवटा ल्याएँ मैले सुन्दा सुन्तला है सुन्तला हेर्नु न साथीहरू आहा होमस्टेको सुन्तला यता बेलाउती फेरि है लट्रम्मै फले रहेछ हौ अर्ग्यानिक अलिकति दिउँसो आएको भए सही मजा हुन्थ्यो केटा हो होइन नमस्ते होमस्टेमा रमाइलो हुँदैछ Wow. नानी सही हो राजा माथि माथि हो लेखको काखैमा के हुन्छ खै कुन्ने पैसाले बेलैमा गुड मर्निङ ल साथीहरूलाई गुड मर्निङ है को कता कता सुतिरहेको छ तपाईँहरूलाई देखाउँछु म डाक्टर गुड मर्निङ 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 यता हेर न को त नि यहाँ दुईजना कि एकजना हो एकजना हो ए बाबा कत्रो देखे औ लास्टलो देखेको यार को रहेछ जो जो ओ सोल्टा हो सोल्टा गुड मर्निङ कस्तो गुटुङ टुङ घुरेर उठ न उठ यता को फेरि गुड मर्निङ 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 ओ बेटो गुड मर्निङ उठ न उठ उठेर चिया चिया यसो मनतातो पानी खायो हुन्छ ल बाहिरको भ्यू पनि दामी छ औ नास्ता अन्डा हावामा पनि कति खोज्न हिँड्ने अरे यस्तो यार हावामा के नखाने हावामा पनि लट्रेममा महँगो बस्छ छ म्याङ्गो माउन्ट कैलाश जस्तो पो देखेछ त हो यो त होइन अनि उहाँबाट फोन हानिहाल्छ त फोन आज कहाँ छोड्छन् त नि स्याङ्जा नुवाकोट साथीहरू यो स्याङ्जा नुवाकोट र स्याङ्जा फेदीखोला बजार त्यसपछि यो भालुपारको डाँडा ओहो लास्टै जुम भयो यार यो भालुपारको डाँडा होइन यता फेदीखोला बजार ओ नुवाकोटको डाँडा त यहीँ नजिकै देखियो त केटा हो नजिकै देखियो त दुईटा तिनटा टावर रहेछ ए
खत्रै हानिदियो यार छिखनी आओ क्या दी ए छिले क्यों खा दिया ल्यू ए क्यों दुखा मो उजुर त्यो पहिला मोमोलो अँ नोला परि पान्दी मरि त काहीँ भयो त ए लिफ्टिङ ला ए र चुनास र 15वटा तौमे तिमुवा जम्मा 15वटा 15 घर हाम्रो उहाँ चाहिँ गुरुङ परिवार टिका गुरुङ यो होमस्टेको प्रोप्राइटर भाइले सुन्तला टिप्दैछ सुन्तला टिप्दैछ राम त बुटमै चढ्यो यार स्याङ्जा आउन पर्छ साथीहरू सुन्तला खाना बुटमै चढेर खान पाउँछ लठ्रम्मै छ त यार ठुल्ठुलो त अझै माथि माथि रहेछ क्या राम होइन कुछ बोलो दिस इज स्याङ्जाको सुन्तला यस्तो हेर्दाखेरि होइन सानो छ अमिलो होला जस्तो तर एकदमै गुलियो क्या साह्रै गुलियो स्याङ्जामा आएपछि सुन्तला मात्रै खान होइन सुन्तलाको बुटमा चढेर सुन्तला टिप्न पनि आउन पर्छ है साथीहरू राम यार पुरा नयाँ टिम्बरलेन जुत्ता लाएर नि चढ्दैछ यार स्याङ्जालीहरू यस्तो हुन्छ कि खतरै हो कि टिम्बरलेन लाएर नि चढ्दिने यार भाग्यमान चाहिन्छ यो कुरा फेरि आफ्नै घरको सुन्तला केटाहरू त दियो अन्त स्याङ्जामा त बुटमै चढेर खाने है केटाहरूले एक झोला दामी जस्तै हो कि हाम्रो स्याङ्जाको अनि लठ्रम्मै छ त यार स्याउ भने जस्तै स्याङ्जाको सुन्तला स्याङ्जाको माछामा के छ सुन्तला सुन्तला हो के स्याङ्जाको चोकमा के हो त नि तुन्तला हुन्छ होला नि मन त त्यति भयो पुग्छ होला आऊ झरा आऊ नसक्यो अहिले बाबा र कसले भन्यो स्याङ्जाबाट हिमाल देख्दैन साथीहरू लौ हेर्नुहोस् यी हाम्रो स्याङ्जाबाट नि पर्वत देखि के अरे कहना क्या चाहते हो सरी यार के बोले म अन्नपूर्ण हो कि धौलागिरी धौलागिरी हो कि कुन हो यो नासा र अझै सयपत्रे फुल पनि रहेछ होइन अनि त्यो 12 मासे फुल भयो के अरे तिहार गए पनि गाउँमा अझै सयपत्री फुलहरू अझै छन् यस्तो दामी हुन्छ क्या आँगनमा भएको गाउँको के अनि यो चाहिँ लेटेस्ट होइन यो लेटेस्ट होइन अरे यो पुरानो टाइपको लालुपाते होइन यो ब्रिडिङ गरेको लालुपाते हो जस्तो लाग्छ असली लालुपाते भनेको 4वटा पत्ता मात्रै हुन्छ त्यो पत्ता नै रातो हुन्छ क्या त्यसलाई भन्छ लालुपाते यो चाहिँ खै मिठो रहेछ सानो भयो पनि फेरि ल्याउ कालु यता राम त खतरै बुटमै चढ्दियो नि त अनि र हाम्रो आदरणीय मित्रहरू जहाँ गयो नि बिहानै सुरु हुने बानी 2 जनाको सुरु भइसक्यो रहेछ धेरै छैन लोकल हान्ने सुरुमा पछि अनि त्यहाँबाट बसेको त्यो दैलो मारेर खेल्दा खेल्दा त्यतिखेर सुरु भयो जोजोको जेठाले यस्तो के बन्दैछ दाइ लोकल नका कि भाले छ पोथी हुआ ओहो चप्पल आएर अब योसँग भात खानी हो अनि त्यसपछि बल्ल झर्नुपर्छ अब फेरि बिर्सियो दाइको नाम तोरोमी मेरो टिका गुरुङ छेउघरे होमस्टे घर नम्बर 2 छेउघरे होमस्टे घर नम्बर 2 आएर पानी मट्टी खान ल त्यो ब्लुटुथको नाम के अरे आमा झैँ यहाँ झैँ आयो त केटा सुरु गरिसकेको
ल ल ल टेस्टी लोकल कुखुराको मासु ओ माई गॉड ल त सुरु ल ल ल ल ल भातमा घिउ हालेर च्याप उता के छ त्यसको मै ल्याउनु न बरु हो गाउँ आएर मै त खान पर्यो होइन मुई खान नपाए नि मै त खान पर्यो समझ रहे हो ल लाज नमानिकन खामै केटा हो थपी थपी अफर जानेन यदि कालु याद के होला अब सबभन्दा पहिला त हजुरलाई नै भयो त ल ल ल ल आउँछ 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 हजुरहरूलाई यो पनि सामुदायिक होस्टेलमा आउनु भएर हामीलाई भरपुर अरू त त्यस्तै हो फेरि फेरि आउनु होला यतैबाट हो जाने फेरि फोटो खिचेर अनि जाने हो नि एउटा ग्रुपमा फोटो खिचिरहनु जाने स्याई स्याई ढिलो नगर्नु यस्तो शुभ कार्यहरूमा ढिलो नगर्नु शुभ कार्य कहिले ढिलो गर्नुहुन्न त्यो नि कुरा त होइन आरामसे नतमती लगाएर आरामसे देखाउनु पर्यो ल अन्त नि के भन्छ अरे हामी पनि हङकङ गएर भेटौँला है पर्दैन पर्दैन कि पैसा पर्दैन दिन पर्ने दिइसक्नु भयो नि हाम्रो यहाँको मट्टी खानको छेउ गएर 2 बाटो हाम्रो अध्यक्षज्यूबाट महिलाहरूको अध्यक्ष दिदी बाट चाहिँ विदाय कार्यक्रम भइरहेको छ फोनबाट फेरि बोल्दियो क्या एकचोटि भरे बोलाउँला है त्यसो भए ल धन्यवाद है धन्दा हिजो जोडी मिले रे आउनु रामाउ बिटु सबै भ्या राजु मात्र म झासम्म लाग्छ अब भाइ त सुन्छ भाइ होला जस्तो लाग्यो है ल धन्यवाद है हजुरलाई पर्दैन कि हामी 8 जना 2 जना त जानुभयो नि है एउटा ग्रुप फोटो खिच्छ ल ल सबै फोटो खिच्ने हामीले ल मन्त्री ल गाइज प्लिज क्लोज 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 पार्टीलाई अगाडि राखौँ पछि फेरि हाम्रो सिङ्गल खिचाउँला क्या केटाहरूको मात्रै ल हजुरले भनिहाल्नु हो सो पनि ल आउनु न टिका दाइ आउनु न ग्रुप फोटोमा कस्तो ल होमस्टेको मान्छे त देखिन नानी याद लाइसे कति यार कति पेताउ छ यार किमी यार समितिमा पनि हुनुहुन्छ एकदमै के अरे सक्रिय हाम्रो मेरो भाउजू पनि हुनुहुन्छ उहाँ चाहिँ माथि हजुर दे क्लोज तस्से दे क्लोज तस्से लाइसे ठिकै त अलिक क्लोज धेरै राम्रो निकालिदिन्छु नि तपाईँहरू त मान्छे राम्रो अनि खाएर जान्छु भन्दै थिएँ जाम भनेर म त अरे पानी होमस्टेबाट निस्किएपछि आम्बो यहाँको सिन नै छुट्टै छ वाउ
बाई 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 अर्को हुन्छ अरे के ए यहीँबाट देखेछ छ्याक्कै ल भ्लगको समाप्त गर्न चाहन्छु म ल राजा बाई बाई ओ राजा बाई बाई है बाई बाई ल डाक्टर बाई बाई हजुर ल बाई बाई अनि थ्याङ्क्स टु अवर स्पोन्सर राजु गुरुङ है स्पोन्सरलाई धन्यवाद भन्दै म यो भ्लगलाई यहीँ अन्त्य गर्न चाहन्छु है ल अनि थ्याङ्क्स टु आवर पानी होमस्टे होइन यति सुविधा दिएकोमा राम्रो लाग्यो हामीलाई पनि होइन ल ल कालु बाई बाई है बाई बाई